गुड मर्निङ सबैजनालाई। अहिले हामी पोखरा लेक साइडदेखि पुम्तीकोट शिव स्ट्याचुतर्फ जाँदैछौँ। सुनिल गाडीमा चाहिँ हामी दुईजना मात्रै, खाली नै छ। देख्न सक्नुहुन्छ पोखराको भ्यू। पेटले मागेको त्यो पहिलो घाँस, आँखामा बसेको त्यो निलो आकाश, ज्यानबाट टुर्केको त्यो पहिलो मैलो, बसाउँछ म फुर्केको आँगन दैलो, जहाँ हिमालको शीर्षा तालको अहिले चाहिँ हामी यहाँबाट शिव मन्दिर जाँदैछौँ। यहाँ रहेछ शिव मन्दिर चाहिँ। हजुरहरू पनि सरहरू दर्शन लिएर पारी पनि जान सक्नुहुन्छ है। हस् माथि देख्दो रहेछ है। फाइनली पुग्यो हजुर मेलन्चीमा। ठिकै छ। आइपुग्यौँ शिव मन्दिर। शिव मन्दिर पनि पुग्यो गाइज। कता खोल्ने? यहाँ खोलेर यताबाट यहाँबाट त क्यामेराबाट त हान्यो कि अहिले। आउनु न, भिडियो बनाउँदैन, लास्टमा हान्यो नि। ए माथिबाट गएर आउँ, लास्टमा हान्नु न त्यहाँबाट क्यामेराले। आऊ ए फोटोसोटो खिचेर अहिले चाहिँ यहाँबाट हामी फर्किँदैछौँ। अहिले चाहिँ हामी पुम्तीकोट शिव मन्दिर घुमेर फर्किँदैछौँ। अहिले हामी अब जान्छ गाडी। अब स्तूपा अहिले चाहिँ हामी सेतो स्तूपा जाँदैछौँ। आयो सुनिल यता फर्क त। ल सेतो स्तूपा ल पुगिसक्यौँ।
यहाँ बसेर चाहिँ भिडियो गर्नु मिल्दैन है ए हस् अहिले चाहिँ हामी यो ठाउँबाट फर्किँदैछौँ सेतो स्तूपा भाइ डुकम भयो क्या सेतो स्तूपा भन्दा नि अहिले चाहिँ हामी यो गुप्तेश्वर महादेव गुफा जाँदैछौँ तातो भात खाइरहेको यहाँबाट छिर्ने हो यहीँबाट होइन बस्ने त्यही हो क्या यता पछि त निस्किने हो क्या हजुर ए ल यहाँ बिच जुन मन्दिर भएको ठाउँमा चाहिँ फोटा भिडियोहरू खिच्न मिल्दो रहेनछ त्यहाँ रोकेर हामी त्यहाँ तल जाँदैछौँ त्यो ठाउँमा चाहिँ हामीले नखिचेर तल आइरहेका छौँ के भयो ए साँगुरो हो गुफा त यो बनाएकै गुफा रहेछ नि हाइडो पावर वसरुम खोले जस्तो रहेछ फोटो खिच्दा फाइनली गुफा पुग्यो होला पुरै अँध्यारो रहेको छ अहिले चाहिँ हामी यो गुप्तेश्वर गुफाबाट फर्किँदैछौँ एकदम ठुलो गुफा रहेको छ यहाँ चाहिँ यो गुप्तेश्वर महादेव गुफाकै अपोजिटमा चाहिँ यो डेभिड फल्स पातले छाँगो रहेको छ हामी त्यहाँ जाँदैछौँ हिँड न टिकट हो ए हामी चाहिँ यहाँबाट टिकट काटेर भित्र पस्यौँ
चाहिँ अलि ठिकै रहन्छ। पानी कहाँ गएको भन्ने अन्त बोक्नु छैन नि। ए त्यसको लागि फेमस भएको अब चाबी पुऱ्याउनु जानुपर्छ। फेवातालमा लामो समय फेवातालमा खेल्ने हो। त्यहाँ क्यामेरा अहिले चाहिँ हामी गाडी पार्किङ गरेर सारङकोटको उकालो चढिरहेका छौँ। सारङकोटको उकालो हामी चाहिँ सारङकोट आइपुग्यौँ। यो रहेको छ सारङकोट। जाउँ न एउटा मान्छे हामी चाहिँ यो सारङकोटको भ्यू टावरतिर जाँदैछौँ। माथि भ्यू टावर रहेको छ। कुन मन्दिर यो? गोल्डन मन्दिर। गोल्डन त्यतिकै भन्दिन जे भन्दैन। टिकट हो एकजनाको ए ल ल ल यो चाहिँ हाम्रो भ्यू टावर। टिकट देखाउनु पर्ने कहाँ हो त? माथि माथि छ सिधै माथि। हामी चाहिँ अहिले भ्यू टावर चढिरहेका छौँ। यो चाहिँ बाहिरको अन्नपूर्ण हिमाल।
बाटोमा क्यामेरा चाहिँ प्याराग्लाइडिङ भइरहेको छ यहाँ चाहिँ कुन हिमालय अन्नपूर्ण होइन यो अन्नपूर्ण हो त्यो माछा पुछ्रे माछा चाहिँ त्यो बादल लागेको तलको जिरिङ बनाउँदो रहेछ उसमा उड्यो भने त के होला के भनेर मात्रै जिरिङ गराएको तिमीलाई नि हो त्यस्तो कहाँ झिरिङ गर्छ घरराडहरू के होला यहाँबाट चाहिँ प्याराग्लाइडिङ भइरहेको छ यो चाहिँ तोरी पानी प्याराग्लाइडिङ टेकअप यहाँबाट चाहिँ प्याराग्लाइडिङ हुन्छ यो डाँडाबाट उडिरहेको छ यो चाहिँ पोखराको एउटा फेमस शिव मन्दिर रहेको छ यो मन्दिरको नाम चाहिँ थाहा भएन यहाँ बिहे व्रत बन्द गर्नको लागि फेमस रहेछ हामी चाहिँ अहिले महेन्द्र गुफामा आइपुगेका छौँ सक्नुहुन्छ महेन्द्र गुफाको लागि चाहिँ प्रस्थान हुँदैछौँ हामी भइसकेका छौँ गुफा चाहिँ कता हो त पार्क जस्तो छ अहिले चाहिँ हामी महेन्द्र गुफामा छिर्दैछौँ हामी अगाडि बढिरहेका छौँ अँध्यारो गुफाभित्र यो के रहन्छ सकियो त यति हो उता निस्किनु होइन यो उज्यालो छ त ए लाइट रहेछ लाइट बालेको रहेछ त कहाँ उज्यालो पानी सोइरहेको छ दुईवटा छ त कता जानु त यहाँ यो त यहीँ यो सकियो होइन यो धर्मद्वार निस्किनु आउँछ यो रहेछ चुन पत्थर भनेको यो सिमेन्ट पत्थर व्हाइट पत्थर सेतो पत्थर त्यहाँ जहाँ के छ त्यहाँ यो चाहिँ एडभेन्चर प्लेस हो सर 400 मिटर बालाई देखाइदिएको बालाई फेरि सोकिङ लाग्छ यो लाइट हेर्न मिल्छ है लाइटले हेर्न मिल्छ तपाईँहरू विदाउट गाइड अलिक गाह्रै हुन्छ यहाँ चाहिँ सर होइन एकछिन मागेर हामीले त्यहाँ लगेर हेर्नु मिल्छ होइन त्यो बाहरूको आफ्नै लाइट हो टच तपाईँहरूले मोबाइलको टचले हेर्नु मिल्छ मोबाइलको त धेरै भेट्दैन त यो हकिङको होइन मैले उहाँलाई घुमाउनु लिएर बालेर आउनु त्यहाँ त्यहाँनिर के छ यहाँ हेर्नु एडभेन्चर प्लेस हो सर 400 मिटर लामो भित्र चाहिँ तपाईँहरूले 2025 चमेरा हेर्ने अनि त्यहाँपछि चाहिँ वाटरफल अनि चमेरा साइनिङ स्टोनहरू लाइनिङ स्टोनहरू यस्तो यस्तो हेर्ने जङ्गल त्यो लाइटको हामी अगाडि बढौँ यस्तामा अल्झिएर नबसौँ ल आमा यो चाहिँ नेचुरल शिवलिङ है नेचुरल शिवलिङ है बाहिर ल यसलाई चाहिँ यो हेर्नु सिस्टर है यो चाहिँ चम्किन्छ है यो चाहिँ
गाउँ घरमा मोबाइल लाएर गर्नु सिद्धविनायक गणेश नन्द त छैन यो अगाडि यति हो बाटो त्यो बन्द गरेर जाउँदा टिकट लगाएर आउँ 200 मिटर अगाडि जाउँ न त अनि के छ र भइहाल्छ नि यसको पनि त अनि के तिमी के हेरेर थियो यहाँ यहाँबाट भित्र जाने कि उत्यो तल आउन आउ जाउँ जाने अरे 200 मिटर अगाडि कहाँ छ यहाँ छ यति सकियो यो मुनि देखेको न बुवाल तल ए आउन आउ जाउँ ओहो यहाँ लेस फुत्के छ मर्छौँ आउँदा ए गाई पनि हिलो छ यो लाइटले हाम्रो लाइटले काम गर्दैन गहिरो हुँदैन यो त टाढा छ अब यसको यो सिस्टम होला के होला यहाँ उसितै जानु पर्छ नि गाडी होला के होला होइन जान सकिन्छ होला केटा जान सकिन्छ जान त मिल्छ होला मिल्छ कि नै फेरि जानु अलिकति उता म नि मिल्छ मिल्न त जान त सकिन्छ कि यसको सिस्टम होला नि त अब त्यतिकै गरेर हुँदैन सिस्टम भयो त यहाँ मान्छे बस्थ्यो होला नि त कोही जान्छ कि भनेर हेर न अच्छासँग रहेछ यहाँनिर चाहिँ तल पनि छ रहेछ बाटो चाहिँ यहाँ तलबाट छ नि ठुलो बाटो ए कहाँबाट आउनु फर्किनु यहाँबाट हो र तलदेखि आएको ओहो त अलि जोखिमै ठालको छ त हल्का जाम न देखाउँ ढुङ्गा खर्छ जस्तो आउनु ल थ्याङ्क यू होइन ठुलो हामी यही अन्तिम हुँदा उता जाऊँ बढी यहाँ ठुलो खालको आयो आएर आधी बाह्रमा किन फर्किनु आउनु आउनु पानी आइरहेको छौ यता आउँदा यता दाम पानी छैन त ठोकिन्छ माथि चाउट नखायो यो अझै अगाडि छ नजाँदा हेर त फर्किने त्यहाँ नगएर होला यहीँ मात्र यतिसम्म मात्र 400 मिटर छ र 500 को एउटा बगेरा छ भने उता लाग्नु अलि फर्स्ट छैन यहाँ सानो छ यो भित्र त्यता त छैन होला सायद छैन यति हो खै चोबेरा हो यहाँदेखि सल्लाह क्या टिपु मेरो राति आउने अहिले होइन त नि त्यहाँ चिप्लो त लगा बाटो त रहेछ उता चिप्लो त लगा उहाँदेखि घुम्ने छ होला बाटो होइन सायद रहेछ होला यहाँ त अप्ठ्यारो रहेछ गाडी ठुलो लाइटहरू देखिन्छ लाइट राम्रो फर्स्ट वाला लाइट फर्स्ट लाइट उ त्यो हामीसँग हेर्नु उ लाइट भएको हुन्थ्यो कि एलइडी लाइट निस्क्यौँ पकडा नि अर्को लाउनु पर्छ भइहाल्छ नि कस्तो यस्तो हिँड्छ हाइड्रोमा छु हामी जाल खाएर म कति त त्यहाँ फर्स्ट टाइम आएर त भित्र आयो पानी छुएर जाउँ ल के छु न हात पूर्वा धोएर जाउँ पानी छुयो ल यसले छुट्टी भयो नि तपाईँको के लेखेको छ ढुङ्गा आयो त केटाकेटीले माथिबाट भुन्डा फेरि कोला बोलाउनु अरे गीती पर्खेर जस्तो छ
हो माथि अनि सधैँ यहाँ जता चिल्लो छ त्यो चाहिँ हिँड्नु न बाटो चाहिँ होइन नयाँ बाहिर हामीले खोज्ने होइन अहिले खोजिसकेको छ कहाँ माथिबाट आएको अघि यहाँ माथिबाट आएको नि अघि त यहाँबाट बाटो रहेछ निस्क्यो निस्क्यो यो कता हो निस्किने अब यहाँ छिर्न लाग्छ नि त्यहाँ त हिलो लाग्छ अप्ठ्यारो छ निस्किन माटो त लाग्छ होला अलिअलि लाग्छ अनि निस्किन त्यहाँ पाउँदैन कि निस्किन कहाँ होला भनौँ यहाँ आउँछकै पाउँदैन तर यता निस्किन्छ मलाई त त्यहाँबाट फोहोर लाग्छ अब लाग्दैन आउने टाइट छ मलाई फोहोर हुन्छ आउनु भने होइन गरे नसके आऊ फोहोर छ क्या हिँड्छ हिँड्दै सबै मेटी फर्किनु त त्यस्तो टाइटबाट निस्किनुपर्छ अनि कडा फोहोर हुन्न त अनि उता घुमाउँ त कहाँबाट आउनु फोहोर लाग्छ लाग्छ कि नै लाग्दैन भने आउँछ मान्छे हिँड्नु भइसक्छ मसँग त रेकर्ड भइराखेको फाइनली चमेलीको छु महेन्द्र गुफाबाट बाहिर निस्किँदै गरेको ल ए अब मलाई देखाऊ यहाँ जोड कपडा लिएर आएको बिजोग भन्दा निस्क्यो निस्क्यो मोबाइल यस्तो पर्यो सुँगुरको दाल ल्याइयो लास्ट के लाग्नुको त मान्छे हिँड्दैन त्यसो भइसक्छ हामी चाहिँ बाहिर निस्किन्छौँ हामी चाहिँ अहिले महेन्द्र गुफाबाट निस्किएर चमेरे गुफातिर जाँदैछौँ फाइनली लाइट साइड पनि बोकेर जाँदैछौँ है हामी गुफाभित्र छिर्नलाई यहाँबाट निस्किने बाहिर निस्किने बाटो यो छिर्ने चमेरे गुफा जान्न हान्न बाटो ए हो त नजिकै छ त्यही त दायाँ घुमेर फेरि ठाउँबाट निस्क्यो फाइनली लाइट बोकेर हिँडिसक्यो है चमेरे गुफामा लाइट बोकेर हिँड्यौँ चमेरा संरक्षण गरौँ जैविक विविधता जोगाउँ यहाँ चाहिँ लाइट जोडेको हुन्छ ल ल अगाडि बढाउँ ल लाइट अगाडि देख्नु किन यताबाट निस्किनु मिल्दैन यताबाट मिल्दैन निस्किनु उतापट्टि गाह्रो हुन्छ किन्न सकिहालिन्छ नि होइन उता गाह्रो छ उतापट्टि उताभन्दा गाह्रो हो त्यही सक्न त सकिन्छ सकिन्छ। मोटा मान्छेलाई गाह्रो हामी त सकिन्छ हामी त सकिन्छ तर कट्टु ल्याएर आउनुपर्छ कि जानु पर्यो त्यही हो नि यस्तो स्वरूप यो त देखाइरह देखाउ न एकछिन लाइट गर्नै पर्छ ओए देखाइरहेको छ त यसले बाटो यसले देखाइरहेको ल गाइड हो कि म इन्ट्रान्स रहेछ म त एकचोटि देखेको भित्रै पानी हुन्छ आमामा बाफ आउँदो रहेछ देखायो हिँडै अगाडिबाट तता पनि छ होला नि त्यहाँ खुल्ला ठाउँ छ क्या घरै बनाउनु बनाउँदै हो भित्र यो ए फिल्म हल जस्तो रहेछ नि गम्बा आउँदो रहेछ चमेरालाई फाइनली चमेरालाई देखाऊ लाइट माथि लाइट माथि यिन चाहिँ चमेराहरू हो माथि गर न लाइट माथि हुन त हक्न नि ले तिमी त उताबाट बनाऊ न चाहिँ चमेरे गुफाका चमेराहरू रहेका छन् अलि अगाडि अगाडि हो 8-10 हजार चमेराहरू चमेरा छ ल लगाइब यो त मलाई पनि देखाऊ ट्याक्क चमेरा देखाउने केटो 8-10 वटा चमेराहरू 1000 वटा
ल ल 8-10 हजार भन्दा बढी छ भने गलाउन लाग्यो 8-9वटा आमा पुरै चमेरेकै छ त चमेरेकै माथि देखाउन चमेराको बस्तीभित्र आइसक्यौँ हामी होइन फाइनल चमेराहरू एउटा चाहिँ नजिकै छोपेर गरौँ कि भिडियो लाइट हेर्नु त लाइट ल्याउनु लाइट माथि जानुबाट बेस्ट रहेछ यो ल्याउनु लाइट जुन चाहिँ चमेराहरू मोबाइलले देखिरहेको त अहिले कोरोनाले पनि यसैले होइन यिनीहरू त बास बस्ने ठाउँ नै हेरेछ नि चमेराहरू यो लाइट त मै समात्नु पर्दो रहेछ कि त मोबाइल लग्यो त्यही लाइट तिमी छोड यो माथि जाने बाटो रहेछ तर जानु सकिन्छ यहीँ जाने नि फर्किनु त्यहाँ मिल्दैन भनेर मिल्छ होइन फर्किनु त अब यही बाटो फर्केर जानु त भाइयो त्यहाँ नसके दादा अनलाई सकिहालिन्छ नि निस्किने बेला चाहिँ गाह्रो होला जस्तो लाग्छ हामी आएर नयाँ ठाउँ पत्ता लगाउँ वृद्ध र बालिकामाथि नवल गर्नुहोस् बालिका हो क्या हामी कहाँ जवान हुन्छ ए माथि नजाने भनेको त्यो चमेराहरू उजेले देखियो र आइसक्यो उजेल त देखियो त्यहाँ लाग्छ यो माथि चढ्ने ठाउँलाई यो त्यत्रै परबाट हो त्यहीबाट यहाँ त बाला है एउटा लाइटमा आइसक्यो नि त्यहाँनिर उज्यालो देखिरह आइ त सक्यो कि सजिलो छ नि के सर यहाँदेखि माथि यहाँ समात्नु छ के यतिवटा यो बनाइदिएको रहेछ लाइट पनि त माथि हाल्नुहुन्छ लाइट फोहोर नलाग्ने बनाइसकेको छ है म त 10 चोटि होला 10 पटक गर्न सक्यो होइन सुरुचोटि पनि सकेको हो नि त माउन्टेन चढे जस्तो रहेछ पातालाई हाँड हामी यता हाड घुमेर ल जाउँ न हिँड न यहाँबाट जानुपर्ने यता हाड ए ल पहिला सर्लक्कै माथि उता जानु उता लानु हो यता एउटा हात यो माथि राख्नु नि यताको ठुस्कुला माथि यो यताको यस्तो देब्रे हात यता देब्रे हात हो यता हो अब जानुहुन्न तल तल बस्नुहुन्न घिर्सिनी हो जेवान्दै यो त घिर्सिनु अब हो पेल्नु यसरी हो ल चमेरको फाटा नि अहिले यहाँ टेक्नुको छातीले त्यो अगाडि कहाँ हो त्यहाँ यसले यो हातले यता माथि छाप्ने हो त्यसरी अनि अब खुट्टाले गर्दै जता टेक्न मिल्छ त्यता टेक्दै घिर्सिँदै अलि यो कोप्चा आउनुपर्छ यो यता राख्नु क्या एउटा हात फेरि हो त्यसरी ल फाइनली फेरि भर्ती हुने मान्छे अनि भन्दा नि भइसकेर बिग्रियो क्या बड्डो भयो एकछिन होइन होइन क्या बेल्नुहुन्छ यत्रो त घिर्सिनु बेलिन्छ तर कपडा बेल्लिने यत्रो घिर्सिनु त पर्नु थिएन त घिर्सिनु निस्क्यो डबल सुनिल आइयो हामी चाहिँ अब निस्किसकेका छौँ एउटा सुनिल निस्क्यो अब अर्को सुनिल अब चाहिँ हामी यो जमिन मुनिबाट बग्ने एकदम फेमस सेती रिभरतिर जाँदैछौँ।
अहिले चाहिँ हामी यो गोर्खा मेमोरियल म्युजियममा आएका छौँ। अब यहाँ के कस्तो छ भित्र जाँदैछौँ। दुईजनाको यो भिडियो गर्न मिल्छ नि। यहाँ चाहिँ पहिलो दोस्रो विश्वयुद्धमा गोर्खा सैनिकहरूले गरेको योगदान देखाएको बहादुरीको बारेमा राखिएको रहेछ। त्यति बेला उहाँहरूले प्रयोग गरेका विभिन्न प्रकारका ट्युनिकहरू, विभिन्न ब्याटल ड्रेस, त्यति बेला उहाँहरूले युज गरेका वेपनहरू, उहाँहरूले विभिन्न लडाइँमा प्राप्त गरेका पदक मेडलहरू अझै पनि सुरक्षित साथ राखिएको रहेछ। लडाइँको मैदानमा खिचिएका फोटाहरू, त्यति बेला उहाँहरूले युज गरेका विभिन्न प्रकारका वेपनहरू, स्पेसल इक्विपमेन्ट, सिग्नल इक्विपमेन्टहरू, विभिन्न प्रकारका EI सामानहरू अहिले पनि सुरक्षित साथ राखिएको रहेछ। दोस्रो विश्वयुद्ध बर्मा म्यानमारमा खिचिएको तत्कालीन तस्बिर। हवलदार क्याप्टेन जजेगौली डिभिजीले पहिरनु भएको तत्कालीन युद्ध पोसाक। हजुर पनि वार हिस्ट्रीमा अलिकति इन्ट्रेस्ट हुनुहुन्छ भने पोखर आएपछि चाहिँ यो ठाउँ नछुटाउनु होला। सेकेन्ड वर्ल्ड वार। खोइ छोरा भन्छन् रन जितैछन् भन्दिए, रन जितैछन् भन्दिए, रन जितैछन् भन्दिए। आमाली सोधलिन् खोइ छोरा भनिन्, आमाली सोधलिन् खोइ छोरा भनिन् रजा है खुल्यो भन्दिए, रजा है खुल्यो भन्दिए। दाजैली सोधलान् खोइ भाइ भन्लान्, दाजैली सोधलान् खोइ भाइ। हामी अन्त्यमा ताल बरही पुग्यौँ। यति बेला बेलुकाको 5 बजिसकेको थियो। आज नै काठमाडौँ फर्किसक्नु पर्ने भएकाले हामीले लङ बोटिङका लागि समय मिलेन। यही ताल बरहीसम्म घुमेर हामी काठमाडौँको लागि फर्कियौँ।